बाफ्रे टमाटरको अचार है यो कोपी हाल्यो त्यसो गरेर मिलिएज भाषाको मेरो 4 पुस्तादेखि बुढाहरूले यही घोडाकै काम गरे मैले यही गरेँ त्यो चाहिँ कस्तो छ भने त्यो जागिर नुन लागेछ कस्तो भएछ त चिनी अलिक कम्ती भयो नुन चिनी भन्नु चमा क्या कटमिरो मात्रै भएको ड्रागनको अस्ति हामीले कुरा गर्दै थियो नि एकदम पिरा सारा खाउँ है रस पुगेन भने उता कुमारजीको पछाडिपट्टि छ लु तपाईँ अहिले अब सबैको एक हात भइगयो भान चाहिँ त्यही भएर आएको छ यो चाहिँ लास्टै आयो चेयर ऊ होल्डिङ चेयर छ रुनु भएको थियो गाना सुनेर ओ पनि रुने हो अर्को जाना त तर बाटो थियो र पनि होइन पहिला थिएन दाजुको कि त्यो जब अहिले गयो ला नारा छ त्यो रुन मन लाग्यो गजलहरू सुन्दा गीत सुन्दा त्यो रुने थिएन वेलकम 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 त्यसै बोल्छ कोहीले गाईको गाई गर्ने भए तर अब वन भन्छ ज्याकेट खोल्नु पर्ने यसको आँखाले देखो देखे माछमा लान पर्यो त्यो गरिरहनु पर्यो हो त्यही खालको कुरो यत्रिको कुरो मैले यहाँ गरेँ किन उसले कोलाबोरेसन गर्यो हेर्नु एनालाइज गरेर जहिले केपी ओली सत्तामा आउँछ उसको फेरि देउसुरे हार्मोनी बजाउने देउसुरे हातै कस्ता देउसुरे त्यसमै कस्तो देउसुरे हेरिरहँ जस्तो देउसुरे भानको चस्मा देउसुरे कालो ज्याकेट देउसुरे भुक्क परेका देउसुरे कतिमा राम्रा
देउसु रे यति हातका अम्ला देउसु रे उस्तै राम्रो देउसु रे देब्रे हातमा देउसु रे टाइटानियम घडी देउसु रे उँधोमा हेर्दा देउसु रे हेरिसक्नु देउसु रे देउसु रे